नमस्कार, गुड मर्निङ लसो गाइज। आज प्रत्येक दिन खाने गरेको यो पौष्टिक खाद्य तत्त्व अथवा यो फुड सप्लिमेन्ट खाँदैछु। यो डिएक्सएनको आरजी, यो डिएक्सएनको जिएल, यो स्पिरुलिना। यो खायो भने रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्छ अनि रोग लाग्नबाट बचाउँछ है त गाइज। ल यो 6वटा 18वटा हुन्छ है गाइस। ल 18। दिस इज नट मेडिसिन है साथीहरू। ल हेर्नुहोस् है, यो 6वटा अनि हो अनि यो 6वटा खाने हो, यो 6वटा। कसरी खाने? अब यो खाइसकेपछि अब फेरि कफी खाने। कफी त दैनिक खाने कफी पर्यो गाइस। यो चाहिँ यार्सा गुम्बाको कफी है। यार्सा गुम्बाको कफी हो। यो नेपालमा 2300 रुपियाँ पर्छ। 20वटा प्याकेट पाउँछ। यसले चाहिँ खाना पचाउने, इम्युनिटी पावर बढाउनेदेखि लिएर यो चाहिँ यस्तो 20वटा हुन्छ है साथीहरू। यस्तो 20वटा हुन्छ। मैले चाहिँ एकैचोटि मेगा डोज खान्छु फेरि, मतलब डबल खान्छु फेरि होइन। खाएला साथी हो यसरी। यो भित्र चाहिँ यस्तो कफीको पाउडर हुन्छ। दुध पनि हाल्नु पर्दैन, चिनी पनि हाल्नु पर्दैन। यार्सा गुम्बा पनि छ, चिनी, दुध, क्रिम चिनी पनि यही छ। यसलाई यस्तो काट्यो। 2टा खान्छु ल मैले। ल हेर्नुहोस् त। ल हेर्नुहोस्, आधी कप भइसक्यो। अब यसमा पानी थप्ने। यहाँ चाहिँ पानी उम्लिसकेको छ। पानी चाहिँ यसरी झार्ने भोरी पारेर यसरी झार्ने। टक्क चम्चाले यसरी घोल्ने, सट्ट लाएर